राजनीतिलाई नै प्राय एउटा शास्त्रीय सङ्गीतको कन्सर्ट जस्तै मानिन्छ क्या, जहाँ दशकौँदेखि एउटै ताल छ, एउटै राग छ। हो नि, अनि उही पुराना अनुहारहरूले त्यही पुरानो धुन बजाइरहेका हुन्छन्। त्यही त, दर्शकहरूलाई कुन बेला कुन धुन बज्छ भन्ने पहिले थाहा हुन्छ। सबै कुरा पूर्वनिर्धारित, सुस्त र एक किसिमले भन्दा अत्यन्तै नीरस पनि। नेपालको परिप्रेक्ष्यमा त यो झनै सटिक सुनिन्छ। हेर्नुहोस्, एउटा यस्तो राजनीतिक संरचना जहाँ नेतृत्वमा पुग्न कपाल फुलाउनै पर्छ। एकदम। अनि दशकौंको पदीय चाकरी, गुटबन्दी र अनन्त पर्खाइ अनिवार्य जस्तै हुन्छ नि त। आम नागरिकलाई त्यही सुस्त गतिमा चल्ने प्रणालीको यतिसम्म बानी परिसकेको थियो कि खै विकल्प पनि हुन्छ भन्ने सोच्न छाडिएको थियो। तर एकछिन कल्पना गरौँ त, त्यो शान्त र नीरस कन्सर्ट चलिरहेको बेला अचानक कोही ब्याटल ऱ्यापर मञ्चमा प्रवेश गर्छ। हजुर। हातबाट माइक खोज्छ र पुरै अर्केस्ट्राको नियम नै परिवर्तन गरिदिन्छ। उसले सङ्गीतको ताल मात्रै बिगार्दैन, उसले त मञ्चको संरचना नै भत्काएर नयाँ मञ्च बनाउन थाल्छ नि। सुन्दा कुनै हलिउड चलचित्रको प्लट जस्तो लाग्छ, होइन र? सुन्दा त्यस्तै लाग्छ। तर दक्षिण एसियाली राजनीतिको केन्द्रमा अहिले ठ्याक्कै यही भइरहेको छ। हो, आजको हाम्रो यस विस्तृत विश्लेषणमा हामी ठ्याक्कै यस्तै एउटा अविश्वसनीय यथार्थको खोजी गर्दैछौँ। हामी सन् 2026मा विश्वकै सबभन्दा कान्छा राष्ट्रप्रमुख बनेका नेपालका 36 वर्षीय प्रधानमन्त्री बालेन शाहको असाधारण उदय हो, उहाँकै असाधारण उदयलाई खोतल्दैछौँ। आजको हाम्रो यो छलफल विकिपीडियाका अद्यावधिक लेखहरू, नेपाली टाइम्सका ग्राउन्ड रिपोर्टिङ, IISS र कार्नेगी इन्डोमेन्ट जस्ता संस्थाका भू-राजनैतिक विश्लेषणहरूमा आधारित हुनेछ। अनि त्यसमा हामीले विओन र खोज समाचारका भिडियो रिपोर्टहरूलाई पनि जोडेका छौँ। एकदम। यी सबै स्रोतहरूलाई एकै ठाउँमा राखेर हेर्दा हामीले एउटा यस्तो नेताको बहुआयामिक चित्र पाउँछौँ जसले प्रणाली भत्काएर सत्ता त प्राप्त गरे, तर अहिले त्यही प्रणाली चलाउन सङ्घर्ष गरिरहेका छन्। हजुर, यो निकै रोचक पाटो हो। ल अब यसलाई अलि गहिराइमै गएर खोतल्ने प्रयास गरौँ। एउटा अन्डरग्राउन्ड ऱ्यापर र स्ट्रक्चरल इन्जिनियर कसरी एउटा देशको सर्वोच्च कार्यकारी पद भनेको सिंहदरबारको कुर्सीसम्म पुगे त? सडकको ऱ्याप ब्याटलदेखि प्रधानमन्त्रीसम्मको यो यात्रा बुझ्नु आजको हाम्रो मुख्य मिसन हो। र यो बुझ्नको लागि हामीले अहिलेको बालुवाटारको शक्तिभन्दा धेरै पछाडि जानुपर्छ। त्यो विद्रोही युवा र काठमाडौँका मेयरको विगतलाई बुझ्नु जरुरी छ। पक्कै पनि। सन् 1990मा जन्मिएका बालेन पेशाले एक स्ट्रक्चरल इन्जिनियर हुन्, तर उनको जग इन्जिनियरिङ कलेजहरूमा भन्दा पनि काठमाडौँका साँगुरा गल्लीहरू र त्यो नेहपप भनिने नेपाली हिपहप समुदायमा निर्माण भएको थियो क्या? ए हजुर। सन् 2012मा आएको उनको सडक बालक गीत र 2013को र बार्स ऱ्याप ब्याटलको जितले उनलाई युवाहरूमाझ परिचित गरायो नि। तर ती केवल गीतहरू मात्र थिएनन् नि त। यदि हामीले सन् 2020को बलिदान भन्ने गीतलाई लियौँ भने, जसले युट्युबमा 7 मिलियनभन्दा बढी भ्युज पाएको थियो, हजुर, अनि तथ्य जस्ता ट्र्याकहरूलाई ध्यान दिएर सुन्यौँ भने ती गीतहरूमा उनले सहरिया गरिबी, चरम भ्रष्टाचार, सामाजिक असमानतामाथि सिधै प्रहार गरेका छन्। ती गीतहरू सुन्दा लाग्छ नि उनले मनोरञ्जन होइन, एउटा राजनीतिक घोषणापत्र नै गाएर सुनाइरहेका थिए। एकदम सही भन्नुभयो, त्यो एउटा घोषणापत्र नै थियो। तर मेरो प्रश्न यहाँनिर के छ भने, सडकबाट प्रश्न सोध्नु र कुर्सीमै बसेर ती प्रश्नहरूको समाधान गर्नु नितान्त फरक कुरा हुन्, होइन र? सन् 2022मा जब उनी स्वतन्त्र उम्मेद्वारको रूपमा कालो चस्मा र त्यो लौरो चुनाव चिन्ह लिएर काठमाडौँको मेयर उठे, तब स्थापित दलहरूले उनलाई खासै गनेका थिएनन्। हो, त्यो स्थापित दलहरूको सबैभन्दा ठूलो भूल थियो। हेर्नुहोस्, उनीहरूले के बुझेनन् भने बालेनले बोकेको लौरो केवल एउटा चुनाव चिन्ह थिएन, त्यो त वर्षौंदेखि राजनीतिक सिन्डिकेटबाट वाक्क भएका आम काठमाडौँवासीको आक्रोशको प्रतीक थियो क्या। 61,767 भोटका साथ स्थापित दलहरूलाई पराजित गर्नु एउटा ऐतिहासिक क्रान्ति नै थियो। तर तपाईले अघि भन्नुभयो जस्तै सडकको विद्रोही प्रशासक बनेपछिको यथार्थ निकै कठोर थियो। त्यही कठोर यथार्थलाई हेरौँ न। उनले मेयर भएपछि केही साँच्चै राम्रा सुरुवातहरू त गरे, जस्तो कि नगरसभाको बैठकहरू लाइभ टेलिकास्ट गरेर
नागरिकहरूलाई सिंहदरबारभित्रका निर्णय प्रक्रिया प्रत्यक्ष हेर्ने मौका दिए हजुर। अनि टेक्स्टबुक फ्री फ्राइडे लागू गरेर परम्परागत शिक्षा प्रणालीमा एउटा व्यावहारिक अभ्यासको थालनी पनि गरे। टुकुचा खोला उत्खनन जस्ता आक्रामक कदमहरू चाले। यसले उनी कतिसम्म नतिजामुखी छन् भन्ने देखायो नि। देखायो, तर त्यसको मूल्य पनि त चुक्यो नि। त्यही त, जब प्रशासन एक्सनमा मात्र विश्वास गर्छ तब प्रक्रिया र मानवीय संवेदना छुट्न जान्छ कि? ठ्याक्कै त्यही नै प्रशासकीय जटिलता हो। हेर्नुस् न, टुकुचा उत्खननले धनीहरूको अतिक्रमण त भत्कायो, तर जब उनले सडक व्यापारीहरूलाई बिना विकल्प हटाउन थाले अनि बागमती किनारका सुकुम्बासी बस्तीमा डोजर चलाए नि, तब ह्युमन राइट्स वाच जस्ता मानव अधिकारवादी संस्थाहरूले अत्यधिक र असङ्गत बल प्रयोग भएको भन्दै चर्को आलोचना गरे। हजुर। यसले एउटा गम्भीर विरोधाभास जन्मायो क्या। जुन र्यापरले आफ्नो गीतमा गरिब र भुइँ मान्छेको पक्षमा वकालत गर्थ्यो, त्यही व्यक्ति प्रशासक हुँदा आफ्नै शहरका सबैभन्दा कमजोर वर्गमाथि डोजर चलाउँदै थियो। ओहो, यसको मतलब प्रशासन भनेको कविता वा र्याप जस्तो आदर्शवादी हुँदैन, यो निर्मम हुन्छ। एउटा प्रशासकको रूपमा उनले जुन आक्रामक डोजर न्याय वा बुलडोजर जस्टिसको बाटो रोजे नि, त्यसले मध्यम वर्गलाई त सन्तुष्ट बनायो होला, पक्कै पनि, तर तल्लो वर्गलाई त्रसित बनायो। जे होस्, यी सबै कुरा त एउटा महानगरपालिकाभित्रको कुरा भयो, तर एउटा मेयर जम्मा 4 वर्षमा देशकै कार्यकारी प्रमुख कसरी बन्न सक्छ त? काठमाडौँका मेयरबाट सिधै बालुवाटारको यो छलाङ अलि अस्वाभाविक छैन र? खै, यदि सामान्य अवस्था हुन्थ्यो भने यो पक्कै असम्भव थियो। तर सन् 2025 को सेप्टेम्बरमा नेपालमा जे भयो नि, त्यसले यो असम्भवलाई सम्भव बनाइदियो। त्यो जेनजी आन्दोलनको कुरा गर्दै हुनुहुन्छ? हो, हामीले यहाँ जेनजी आन्दोलनको कुरा गर्नै पर्छ। यो आन्दोलन कुनै राजनीतिक दलले सुरु गरेको थिएन। हेर्नुहोस्, यो त 21औं शताब्दीमा हुर्किएका, इन्टरनेटमा विश्वभरिका अवसरहरू देखेका तर आफ्नै देशमा भविष्य नदेखेका युवाहरूको स्वतः स्फूर्त विद्रोह थियो। स्रोतहरूले पनि त्यो आन्दोलनलाई एउटा भयानक उत्प्रेरकको रूपमा व्याख्या गरेका छन् नि। 76 जनाको ज्यान जाने गरी भएको त्यो आन्दोलनमा राज्यको निर्मम दमन देखियो। एकदमै निर्मम। र यही बिन्दुमा बालेन शाहले एउटा चतुर र निर्णायक राजनीतिक दाउ खेले नि त। जब पुराना दलका नेताहरू मौन थिए वा आन्दोलनलाई दबाउन खोज्दै थिए, बालेनले मेयर पदबाटै राजीनामा दिएर खुलेर त्यो युवा आन्दोलनलाई समर्थन गरे। हो, उनी सडकको आवाजसँग फेरि एकपटक एकाकार भए क्या। त्यसपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भनेको रासोपामा उनको प्रवेशले एउटा यस्तो आँधी ल्यायो जसले पुराना दलहरूको जग नै भत्काइदियो। ठ्याक्कै सन् 2026 को आम निर्वाचनमा 275 सिटमध्ये रासोपाले 182 सिट जित्दै 2/3 नजिकको ऐतिहासिक बहुमत ल्याउनु भनेको नेपाली राजनीतिको टेक्टोनिक शिफ्ट हो। हजुर। कार्नेगी इन्डोमेन्टले त यसलाई जेनेरेशनल शिफ्ट अर्थात् पुस्तान्तरणको क्रान्ति भनेको छ। युवा पुस्ता र पुराना शासकहरू बीचको अविश्वास यति गहिरो भइसकेको थियो नि, मतदाताले केवल व्यक्ति मात्र परिवर्तन गर्न खोजेनन्, उनीहरूले त्यो दशकौंदेखि जरा गाडेको 3 दलीय सिन्डिकेटलाई जरैदेखि उखेलेर फ्याँक्न खोजे। अनि त्यसको सबैभन्दा ठूलो र अचम्म लाग्दो प्रमाण त झापा 5 को चुनावी नतिजा थियो क्या। ओहो, त्यो त ऐतिहासिक नै थियो। बालिन शाह काठमाडौँ छाडेर सुदूरपूर्वको झापा पुगेर चुनाव लडे नि, र त्यहाँ उनले 4 पटकका प्रधानमन्त्री तथा शक्तिशाली एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै गढमा पराजित गरे। यो सामान्य जित थिएन क्या? पटक्कै थिएन। यो त झण्डै 50,000 को मतान्तर थियो। ठ्याक्कै भन्नुपर्दा बालिनले 68,348 भोट ल्याए भने ओलीले मात्र 18,734 भोट पाए। एउटा काठमाडौँको मेयरले झापा पुगेर यति ठूलो मतान्तरले जित्नुले के देखाउँछ भने मानिसहरूले बालिनलाई एउटा भूगोलको नेता मानेका थिएनन्, उनीहरूले त उनलाई परिवर्तनको राष्ट्रिय अनुहार पो मानेका थिए। हो नि, यसैले गर्दा पनि त टाइम म्यागजिनले उनलाई 2023 र 2026 मा विश्वका 100 प्रभावशाली व्यक्तिहरूको सूचीमा राखेको हो। त्यसमा त कुनै शङ्का छैन। तर चुनावमा ऐतिहासिक म्यान्डेट पाउनु र त्यही म्यान्डेटलाई लिएर संविधानको धारा 75 बमोजिम देशको कार्यकारी अधिकार प्रयोग गर्नु नितान्त फरक परीक्षाहरू हुन्। एकदम फरक कुरा हो। सडकको तालीले मात्र देश चल्दैन। हेर्नुहोस्, 27 मार्च 2026 मा जब उनले 35 वर्षको उमेरमा प्रधानमन्त्रीको शपथ लिए नि, हजुर,
उनी सामु अर्थतन्त्र, सुशासन र भू-राजनीतिको यस्तो भताभुङ्ग अवस्था थियो कि त्यसलाई मिलाउनु भनेको सिसाको घरमा बसेर ढुङ्गा फुटाउनु जस्तै थियो। अनि उनले शासन चलाउने तरिका पनि सुरुवातै फरक देखे क्या मैले त। उनले 15 सदस्यीय एकदमै छरितो मन्त्रीमण्डल बनाए नि, जसमा धेरै जसो टेक्नोक्राटहरू थिए। यहाँ श्रोताहरूलाई प्रश्न पार्नुपर्दा टेक्नोक्राट भनेको राजनीतिक पृष्ठभूमिबाट भन्दा पनि आफ्नो विषयको विशेषज्ञता हासिल गरेर आएका व्यक्तिहरू हुन् क्या। जस्तो कि अर्थमन्त्रीमा लन्डन स्कुल अफ इकोनोमिक्स र हार्वर्डका ग्रेजुएट स्वर्णी वाग्लेलाई ल्याइयो। हजुर। परराष्ट्र मन्त्रीमा शिक्षा र नीति निर्माणमा लामो समय काम गरेका शिशिर खनाल अनि गृहमन्त्रीमा सुदन गुरुङ। आम नागरिकको लागि यसको अर्थ के हो भने अब मन्त्रालयहरू राजनीतिक भागवण्डामा होइन, परिणाममुखी काम गर्ने विज्ञहरूको हातमा छ भन्ने सन्देश दिन खोजिएको थियो। सिद्धान्तमा यो एकदमै सही समिन्छ हेर्नुस्, तर राजनीति सधैँ सिद्धान्तमा मात्र कहाँ चल्छ र? सरकारले सुरुमै जुन आक्रामक कदम चाल्यो नि, त्यसले ठूलो विवाद खडा गर्यो। पक्राउको कुरा गर्दै हुनुहुन्छ? हो, सन् 2025को आन्दोलन दमनको विषयमा बनेको कार्की कमिसनको रिपोर्टलाई टेकेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरियो। यो कुनै सानो निर्णय त थिएन नि। यसै विषयमा स्रोतहरू दुई ध्रुवमा बाँडिएका छन् नि त। समर्थकहरूले यसलाई ऐतिहासिक कदम मानेका छन्। उनीहरूको तर्क छ, वर्षौंदेखि नेपालमा ठूला नेताहरूले जे गरे पनि छुट पाउने जुन दण्डहीनता थियो, बालेनले त्यसको अन्त्य गरिदिए। कोही पनि कानूनभन्दा माथि छैन भन्ने सन्देश यो पक्राउले दियो। हजुर, त्यो एउटा पाटो भयो। तर एकछिनलाई डेभिल्स एडभोकेट भएर हेरौँ न। आलोचकहरूले त यसलाई राजनीतिक प्रतिशोध भनेका छन् नि। पूर्व प्रधानमन्त्रीहरूलाई यसरी पक्राउ गर्नु के न्यायप्रतिको निष्ठा हो कि आफ्नो राजनीतिक प्रतिद्वन्द्वीहरूलाई राज्य शक्तिको प्रयोग गरेर ठेगाना लगाउने चाल हो? तपाईले एकदमै गम्भीर प्रश्न उठाउनु भयो। कार्नेगी इन्डोमेन्टले पनि ठ्याक्कै यही आशंका व्यक्त गरेको छ। हेर्नुस्, जब कुनै लोकप्रिय नेताले विधिको शासनको नाममा आफ्ना विरोधीहरूलाई जेल हाल्छ, तब त्यो न्याय हो कि डेमोक्रेटिक ब्याकस्लाइडिङ अर्थात् प्रजातान्त्रिक मूल्य मान्यताको पतन हो भनेर छुट्याउन निकै गाह्रो हुन्छ। एकदम। यदि कानुनी प्रक्रिया पूर्ण रूपमा पालना गरिएको छैन र आयोगका रिपोर्टहरूलाई हतियार मात्र बनाइएको छ भने यसले भविष्यमा एउटा खतरनाक नजिर बसाउन सक्छ नि। अनि यही कुरालाई अझ बल पुग्ने अर्को घटना पनि छ नि त। सरकारको 100 दिने सुधारका एजेन्डाहरूमा विद्यार्थी र राजनीतिक युनियनहरूमाथि प्रतिबन्ध लगाउने प्रस्ताव समावेश गरिएको कुरा स्रोतहरूले खुलाएका छन्। ओहो, त्यो त यो त झन् ठूलो विडम्बना भयो नि। जुन लोकतान्त्रिक युवा आन्दोलनको भर्याङ चढेर सडकको जुन स्वतन्त्रताको प्रयोग गरेर उहाँहरू सत्तामा पुग्नुभयो, अहिले त्यही सडक बन्द गर्ने र त्यही भर्याङ तान्ने प्रयास गर्नु कस्तो अचम्मको कुरा हो। यो इतिहासले बारम्बार दोहोर्याउने एउटा तित्तो यथार्थ हो। सत्ता बाहिर हुँदा जो सबैभन्दा ठूलो विद्रोही हुन्छ नि, हजुर, सत्तामा पुगेपछि उसलाई आफ्नै नागरिकको विद्रोहको सबैभन्दा धेरै डर लाग्छ क्या। युनियनहरूले शैक्षिक र औद्योगिक क्षेत्रमा राजनीति मात्र गरेर बिगारे भन्ने सरकारको तर्क हुन सक्छ, तर लोकतन्त्रमा प्रतिबन्ध कहिले पनि समाधान हुँदैन। हेर्नुस्, पक्कै पनि हुँदैन। यसले नागरिक अधिकारलाई कुण्ठित गर्छ र यही कारणले गर्दा सुरुवाती 100 दिनमै मन्त्रीमण्डलमा पनि दरार आयो नि। गृहमन्त्री सुदन गुरुङको राजीनामा र श्रम मन्त्री दीपक कुमार शाहलाई अनुशासन उल्लङ्घनमा बर्खास्त गरिनुले टेक्नोक्राट सरकारभित्र पनि राजनीतिक व्यवस्थापनको ठूलो अभाव छ भन्ने देखाउँछ। त्यही त। सत्ताको साँचो त हातमा आयो, राजनीतिक खिचातानी पनि चलिरहेको छ, तर शक्तिले मात्र त अन्तर्राष्ट्रिय ऋण तिर्दैन र रोजगारी सृजना गर्दैन नि। गर्दैन। जब हामी अर्थतन्त्रको यथार्थ हेर्छौं, अवस्था कहाली लाग्दो छ क्या। आईआईएसको रिपोर्टले डरलाग्दा तथ्याङ्कहरू अगाडि सारेको छ। 21% त युवा बेरोजगारी छ। अनि सबैभन्दा चकित पार्ने कुरा, वैदेशिक लगानी अर्थात् एफडीआईमा 42.5% को भारी गिरावट आएर जम्मा $86 मिलियन झरेको छ। दैनिक 2300 भन्दा बढी युवाहरू अझै विदेशी रहेका छन्। हामीले बुझ्नुपर्ने कुरा के हो भने वैदेशिक लगानी किन यसरी 81 घट्यो त? के अन्तर्राष्ट्रिय लगानीकर्ताहरू एउटा रूल ब्रेकर र आक्रामक नेता देखेर तर्सिएका हुन् त? हेर्नुस्, वैदेशिक लगानीको सबैभन्दा ठूलो शत्रु भनेको अनिश्चितता हो क्या। अन्तर्राष्ट्रिय पुँजीले सडकको ताली वा भाइरल भाषण हेर्दैन, उसले नीतिको स्थिरता हेर्छ नि। एकदम सही कुरा। जब एउटा मेयरले विदेशी चलचित्रलाई सनकको भरमा
प्रतिबन्ध लगाउन सक्छ वा प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्रीहरूलाई जेल हाल्छन्, तब विदेशी लगानीकर्ताहरू सोध्छन् यहाँ त जे पनि हुन सक्छ। अनि त्यसमाथि नेपालको अर्थतन्त्रलाई धानिरहेको रेमिट्यान्समा मध्यपूर्वको द्वन्द्व, विशेष गरी इजरायल र इरान बीचको युद्धले नराम्रोसँग असर गरेको छ। हजुर, लाखौं नेपाली त्यहाँ छन् र उनीहरूको कमाई घट्नासाथ नेपालको अर्थतन्त्र प्रत्यक्ष मारमा पर्छ नि त। अर्थतन्त्रलाई माथि उकास्न बालेन शाहको सरकारले विकास कूटनीति अर्थात् डेभलपमेन्ट डिप्लोमेसीको अभ्यास गर्ने भनेको त छ, तर नेपालको सन्दर्भमा कूटनीति भनेको दुई ठूला ढुङ्गा भनेको चीन र भारत बीचको सन्तुलन मिलाउनु नै हो नि त। हो नि, एकातिर चीन छ जसले नेपालको कुल वैदेशिक लगानीको 44.7% हिस्सा ओगटेको छ र जोसँग नेपालले BRI जस्तो विशाल पूर्वाधार सम्झौता गरेको छ। हजुर, अर्कोतिर भारत छ जससँग नेपालको वार्षिक $8.6 बिलियन को विशाल व्यापार छ र जोसँग खुल्ला सिमाना छ। यहाँ बालेन शाहको लागि सबैभन्दा कडा परीक्षा छ। हेर्नुस्, नेपाल परम्परागत रूपमा दुई देश बीचको बफर स्टेट अर्थात् एउटा तटस्थ मध्यवर्ती राज्यको रूपमा रहँदै आएको थियो। रासोपाले नेपाललाई वाइब्रेन्ट ब्रिज बनाउने एजेन्डा त अघि सारेको छ, तर पुल बन्नको लागि दुवै किनारासँग समान र सन्तुलित व्यवहार चाहिन्छ नि। IIS को विश्लेषण अनुसार बालेनको विगतको ट्र्याक रेकर्डले यो सन्तुलनमाथि प्रश्नचिन्ह खडा गर्छ क्या। एकदमै। उहाँको विगतका कूटनीतिक विवादहरू हेरौँ न। मेयर हुँदा उहाँले आफ्नो अफिसमा ग्रेटर नेपालको नक्सा राख्नुभयो, जसले भारतमा ठूलो असन्तुष्टि निम्त्यायो। हो, आदिपुरुष चलचित्रको विवादलाई लिएर काठमाडौँमा भारतीय चलचित्र नै प्रतिबन्ध लगाउनुभयो। अनि सन् 2025मा अमेरिका, भारत, चीन र नेपालकै प्रमुख दलहरूलाई लक्षित गर्दै राति गरिएको र पछि आफैले डिलिट गरिएको त्यो आक्रामक फेसबुक पोस्ट, त्यो त निकै भाइरल भएको थियो। आन्तरिक राजनीतिमा यस्ता बोल्ड कदमले उहाँलाई देशभक्तको पग्रेतो गुथायो होला, तर अन्तर्राष्ट्रिय मञ्चमा त यसले उहाँलाई एउटा अस्थिर र अप्रत्याशित नेताको रूपमा चित्रित गर्दैन र? पक्कै गर्छ नि। कूटनीति भनेको त कहिलेकाहीँ आफूलाई मन नपरेको कुरा पनि मुस्कुराएर सुन्नुपर्ने कला हो क्या। भावना र उग्र राष्ट्रवादले चुनाव जित्न सकिन्छ, तर यसले भूराजनीतिको चेसखेल त जित्न सकिँदैन नि। एकदम सही। चीन र भारत जस्ता महाशक्तिहरूसँग डिल गर्दा 21औं शताब्दीको सन्तुलन चाहिन्छ, नत्र देश निकै ठूलो भूराजनीतिक चपेटामा पर्न सक्छ। र यो रुल ब्रेकर स्वभाव, यो परम्परागत नियमहरूलाई तोड्ने प्रवृत्ति अन्तर्राष्ट्रिय मञ्चमा मात्र होइन क्या, उहाँकै आफ्नै संसदभित्र पनि छताछुल्ल भएको छ नि। ए हजुर, त्यो संसदको घटना हो। खोज समाचारपछि पोर्टले भर्खरै संसदमा भएको एउटा अचम्मको घटनाको व्याख्या गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको आगामी नीति तथा कार्यक्रम वाचन गरिरहनु भएको थियो। त्यो नीति तथा कार्यक्रम अरू कसैले होइन, स्वयं प्रधानमन्त्री बालेन शाहकै कार्यालयले तयार पारेको थियो नि त। तर वाचन चलिरहेकै बेला प्रधानमन्त्री संसदबाट बीचैमा उठेर हिँड्नुभयो क्या। यो त संसदीय मर्यादा र प्रोटोकलको चरम उल्लङ्घन थियो नि। लोकतन्त्रमा संसद भनेको र्याप ब्याटलको मञ्च होइन जहाँ नियमहरू आफै बनाइन्छ। त्यहाँ त एउटा संस्थागत गरिमा हुन्छ। हेर्नुस्, अनि अर्को कुरा, उहाँले देशको प्रधानमन्त्री जस्तो पदमा शपथ लिँदादेखि संसद प्रवेश गर्दासम्म कहिले पनि राष्ट्रिय पोसाक भनेको दौरा सुरुवाल लगाउनु भएकै छैन। हजुर, यी कुराहरू साना लाग्न सक्छन्, तर यी प्रतीकात्मक हुन् क्या। जसरी उहाँ संसदबाट उठेर हिँड्नुभयो नि, त्यसलाई हेर्दा मलाई एउटा कुरा याद आयो। यो त कस्तो भयो भने आफ्नो घरमा एउटा सम्मानित पाहुनालाई बोलाउने अनि उहाँ बोल्दै गर्दा बाहिरबाट ढोकामा चाबी लगाएर आफू चाहिँ हिँड्ने। एकदम सठिक उदाहरण दिनुभयो। खोज समाचारले त झन् यसलाई आफ्नै पार्टीका बाँकी 181 सांसदहरूको अपमान गरेको भनेर कडा टिप्पणी गरेको छ नि। उहाँले आफूलाई कानून र पदीय मर्यादाभन्दा माथि राख्न खोज्नु भएको हो त। यहाँनिर हामीले व्यक्तिवाद भर्सेस पदीय मर्यादाको द्वन्द्वलाई बुझ्नुपर्छ क्या। बालेन शाहलाई लाग्छ कि यो संसदीय प्रणाली यी लामा भाषणहरू र प्रोटोकलहरूले नतिजा दिन ढिलो गर्छन्। उहाँ इन्जिनियर हो नि त, उहाँलाई प्लान हेरेर स्ट्रक्चर खडा गर्नु छ। हजुर। त्यसैले उहाँलाई यो सुस्त संसदीय प्रक्रिया मन परिरहेको छैन। वायनको रिपोर्टले एउटा खतरनाक तर रोचक कुरा बाहिर ल्याएको छ नि। बालेनले अहिले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको लागि संविधान संशोधन गर्न एउटा गोप्य कार्यदल नै बनाइसकेका छन्। ओहो,
प्रत्यक्ष निर्वाचित राष्ट्रपति। यसको मतलब उहाँ यो संसदीय झन्झट नै खारेज गरेर सम्पूर्ण कार्यकारिणी अधिकार एउटै व्यक्तिमा केन्द्रित गर्न चाहनुहुन्छ। तर के यो सम्भव छ त? खै। किनकि तल्लो सदनमा 2/3 नजिकको बहुमत भए पनि माथिल्लो सदनमा त राष्ट्रसभाको बहुमत छैन। अनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसलाई सिधै अधिनायकवादतर्फको यात्रा भन्दै कडा असहमति जनाएको छ नि। यो त्यति सजिलो त पक्कै छैन, तर यसले बालेन शाहको अन्तिम लक्ष्य के हो भन्ने कुरा स्पष्ट पार्छ क्या। कुनै पनि संक्रमणकालीन लोकतन्त्रमा जब एउटा अत्यधिक लोकप्रिय नेताले स्थापित संरचनाहरूलाई आफ्नो बाधक ठान्छ, तब उसले कि त सम्झौता गर्छ कि त प्रणाली नै भत्काउन खोज्छ। बालेन शाह अहिले दोस्रो बाटोमा हिँड्न खोजिरहेका छन् भन्ने प्रष्टै देखिन्छ। साँच्चै एउटा अन्डरग्राउन्ड ऱ्यापरदेखि सडकको विद्रोही, काठमाडौँको मेयर हुँदै जेनेरेसन जेडको आन्दोलनलाई भोटमा बदलेर प्रधानमन्त्री बनेका बालेन शाहको यो यात्रा कुनै चमत्कार भन्दा कम छैन। पक्कै पनि। यसले नेपालमा मात्र होइन, पुरै दक्षिण एसियामै युवा राजनीति र लोकतन्त्रको भविष्यलाई पुनर्परिभाषित गर्दैछ। दशकौंदेखिको निराशा र आक्रोशलाई एउटा ऐतिहासिक म्यान्डेटमा बदलेर उनले जुन शक्ति पाएका छन् नि, त्यसले आम नागरिकको दैनिक जीवन, शिक्षा, स्वास्थ्य र आर्थिक अवस्थामा साँच्चै परिवर्तन ल्याउँछ कि ल्याउँदैन, त्यो भने प्रतीक्षाकै विषय छ। निष्कर्षमा भन्नुपर्दा नि, यो उदय परम्परागत राजनीतिको पूर्ण असफलता र युवा पुस्ताको निर्णायक हस्तक्षेपको एउटा ज्वलन्त उदाहरण हो। तर शक्तिमा पुग्नु एउटा कुरा हो, अनि त्यो असीमित शक्तिलाई लोकतान्त्रिक मूल्य मान्यताभित्र बाँधेर सन्तुलित भूराजनीतिक कूटनीति अपनाएर जनताको हितमा प्रयोग गर्नु नितान्त अर्कै कुरा हो नि। एकदमै सही कुरा गर्नुभयो। र जाँदा जाँदै आजको यो गहिरो विश्लेषणबाट एउटा गम्भीर र उत्तेजक प्रश्न उठ्छ क्या। हाम्रा सबै स्रोतहरूले एउटै कुरा स्पष्ट पारेका छन्। बालेन शाह वर्तमान संसदीय प्रणालीबाट रुष्ट छन् र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा आक्रामक रूपमा अगाडि बढाइरहेका छन्। अब प्रश्न यो हो, के यो कदम नेपालको लामो समयदेखिको अस्थिर र भ्रष्ट संसदीय प्रणालीलाई सधैँको लागि अन्त्य गरेर स्थायित्व दिने एउटा ऐतिहासिक फड्को हुन सक्छ त? या यो एउटा यस्तो शक्तिशाली, जनप्रिय तर रुल ब्रेकर नेताले सम्पूर्ण राज्य शक्ति एउटै केन्द्रमा ल्याउन खोजेको सङ्केत हो, जस्तै कालान्तरमा नेपालको कलिलो लोकतन्त्रलाई नै सिद्ध्याएर एउटा नयाँ अधिनायकवाद जन्माउन सक्छ? यो निकै गम्भीर प्रश्न हो। सुरुवातमा हामीले कुरा गरेको त्यही शास्त्रीय सङ्गीतको कन्सर्टमा छिरेको त्यो विद्रोही ऱ्यापरले अब आफ्नै नयाँ सिम्फोनी लेखेर देशलाई नयाँ र सुन्दर धुन दिनेछन् कि त्यो पुरै हल र मञ्च नै भत्काएर सबैलाई सन्नाटामा छाड्नेछन्? श्रोताहरूले पक्कै यसबारे विचार गर्नुहुनेछ। आजको हाम्रो यो विस्तृत विश्लेषणबाट हामी बिदा हुन्छौँ।